मनोकामना मुटुमा। Guys, welcome back to my another video and सबैजनालाई एज प्रोको छड्के सलाम एन्ड गोर्खे नमस्ते एन्ड होप यु गाइस सबैजना सन्चै हुनुहुन्छ होला हैन। अनि एज प्रो पनि सन्चै छ है त। र अहिले भने चाहिँ हामीले चलाउने बगानमा फुलपाती शोभायात्राको सुरु गरिसकेका छौँ। हजुरहरूले देख्न सक्नुहुनेछ यति रमाइलो तरिकाले हामीले चलाउने टी गार्डनमा शोभायात्राको सुरुवात गरिसकेका छौँ हैन। र यहाँनिर एकदमै साना नानीहरू तपाईँले देख्न सक्नुहुनेछ एकदमै आफ्नो कल्चर आफ्नो जातीय वेशभूषा लाएर एकदमै खुसीको साथमा यहाँ शोभायात्रा मनाइरहेको छ है। आज यी साना नानीहरू एकदमै आफ्नो कल्चर लुगामा आफ्नो जातीय वेशभूषामा एकदमै राम्रो देखिरहेका छन् है। हेलो, तिमीहरूको गानाको नाम के हो? कुन चाहिँ गाना नाच्छ तिमीहरू? जिन्दगी दर्पण छ यहाँ। तिमीहरूको कतिजना छ ग्रुपमा कतिजना छ? 12जनाको ग्रुप छ। र हामीले नानीहरूको लागि यस्तो ठुल्ठुलो दिदीहरूको लागि पनि हामीले जुसहरूको टिफिनहरूको बन्दोबस्त गरिरहेका छौँ है। र तपाईँले यहाँ देख्न सक्नुहुनेछ नानीहरूले जुस खाइरहेका छन् है। सबैले हेर्नुहोस् होला नेपालीको पहिलो बसन्तको हुँदैन है चट्ट मेटिन। नाच्यो त नाच्यो। हेलो हेलो हेलो। हेलो, बाबा आयो? आजको हाम्रो यस भ्लगमा हाम्रो बडाको पनि इन्ट्री भइसकेको छ होइन। लास्ट इयर चाहिँ बडाले एकदमै धेरै थर्काएको थियो र बडा यसपालि चाहिँ तपाईँको डान्स हुन्छ कि हुँदैन? हुनुपर्ने हो नि। तपाईँलाई 2-3 हप्ता अगाडिदेखि नै हामीले भनेको छौँ डान्स त बडाको एउटा हुनैपर्छ। हुन्छ कि हुँदैन? गर्नुपर्छ नि होइन अङ्कल कि कसो? हाम्रो दाजुको है हाम्रो उहाँ एउटा नृत्यकार हुनुहुन्छ होइन। उहाँ एभ्री इयर उहाँले हाम्रो फुलपाती शोभायात्रामा एकदमै राम्रो हाम्रो नृत्य नेपाली हाम्रो पनि हजुर नेपाली नृत्यमा एकदमै उहाँले राम्रो गर्नुहुन्छ। र आज योपालि पनि उहाँको नृत्य हेर्नुको लागि सबै दर्शकहरू एकदमै धेरै दर्शकहरू उत्साहित हुनुहुन्छ बडाको डान्स हेर्नको लागि। र बडाले गर्नैपर्छ है। मनोकामना माथि